जग्गा बेच्ने सोचमा हुनुहुन्छ तर कहाँ बेच्ने, कसलाई दिने, कसरी बेच्ने भनेर सोच्दै हुनुहुन्छ भने आजको यो भिडियो तपाईकै लागि हो। स्वागत छ। आज हामी तपाईले देखाउँदैछौँ कसरी सजिलो र सुरक्षित तरिकाले हाम्रो कम्पनी मार्फत जग्गा बेच्ने। हामीसँग डिफ्रेन्ट सोशल मिडिया छन् लाइक फेसबुक, युट्युब, इन्स्टाग्राम, टिकटक र सबैभन्दा मेन भनेकै हाम्रो वेबसाइट। आज हामी यो भिडियोमा चाहिँ वेबसाइटमा कसरी लिस्टिङ गर्ने अथवा हामीलाई कसरी दिने जग्गा बेच्नको लागि सम्पर्क कसरी गर्ने भनेर सिकाउन गइरहेको छु। सो यो भिडियो कृपया पुरै हेरिदिनु होला हैन। सर्वप्रथम पहिला आफ्नो मोबाइल अथवा पीसी को क्रोम ब्राउजरमा जानु होला र त्यहाँ लेख्नु होला रियल इस्टेट क्राफ्टर्स भनेर। हाम्रो कम्पनीको नाम लेख्न बित्तिकै यहाँ हाम्रो टपमै हाम्रो वेबसाइट आइहाल्छ हैन। त्यो वेबसाइटमा चाहिँ क्लिक गर्नु होला। मेरो यहाँ अलि नेटवर्क स्लो छ। सो त्यसमा क्लिक गरेपछि चाहिँ यहाँ प्रपर्टी पनि लिस्ट भएको रहेछ हैन। सेल योर प्रपर्टी भनेर यहाँ क्लिक गर्दा पनि भइहाल्छ। त्यहाँ माथिको सेलको बटनमा क्लिक गर्नु होला। सेल बटनमा क्लिक गरेपछि तल जानु यो फर्म जुन दिएको छ जसरी म यसमा फिलअप गर्दैछु त्यो आफ्नो विवरण अनुसार जुन अब तपाईको जग्गाको डिटेल छ त्यो अनुसार यहाँ लेख्नु होला हैन। ल्यान्ड छ भने ल्यान्ड फर सेल र लोकेसन अथवा हाउस छ भने हाउस फर सेल र त्यहाँ प्राइस लेख्नु होला। त्यसपछि प्रपर्टी टाइप ल्यान्ड छ भने ल्यान्ड, हाउस छ भने हाउस, म यहाँ हाउस लेखिदिन्छु र त्यसको प्रपर्टी टाइप सिलेक्ट गर्नु। यसमा चाहिँ त्यो ग्लिच भएको छैन, ल्यान्ड अप्सन छैन। तापनि तपाईँ यसमा हाउस अथवा जे पनि सिलेक्ट गर्नु होला किनकि यो फर्म भनेकै सबभन्दा पहिला हामीनिर मात्र आउने हो, त्यो डाइरेक्टली पोस्ट हुँदैन। हामीनिर आएपछि हामी तपाईलाई कल गर्छौँ हैन। अब यहाँ चाहिँ स्क्वायर फिट हेर्नलाई त तपाईँ फेरि के गर्नु होला, तपाईको जग्गा कति छ हैन। जस्तै मेरो यहाँ 5 धुर छ। अब स्क्वायर फिटमा कन्भर्ट गरेर म फेरि एउटा नयाँ ट्याब खोल्छु। त्यो नयाँ ट्याबमा क्लिक गरेपछि यहाँ रियल इस्टेट क्राफ्टर फेरि सर्च गर्नु होला, हाम्रै वेबसाइटमा जानु होला। र वेबसाइटमा गएपछि हाम्रै फर्स्टमै चाहिँ यो ल्यान्ड युनिट कन्भर्टर रहेछ। एकछिन लोडिङ हुँदैछ। यहाँ हेर्न सक्नुहुन्छ हैन, यहाँ फर्स्टमा छ ल्यान्ड युनिट कन्भर्टर। यदि कट्ठा छ भने कट्ठामा जानु होला, बिघा छ भने बिघामा, र जस्तै धुरमा छ भने म यहाँ धुरमा लेख्छु हैन। 5 धुर भने 5 लेख्छु। 5 लेखेपछि आफै यहाँ स्क्वायर फिटमा कन्भर्ट हुन्छ, सबैमा आफै कन्भर्ट भइहाल्छ। त्यसपछि यो स्क्वायर फिट छ कपी गरौँ अनि यहाँ स्क्वायर फिटलाई पेस्ट गरिदिउँ। यत्रो स्क्वायर फिट छ। त्यसपछि यो प्रपर्टी डिस्क्रिप्सन चाहिँ राम्ररी यसमा लेख्नु होला हैन। आफ्नो जग्गाको के कसो छ, कति फिट मोडा छ, कुन फेसिङ भएको छ, रोड कति फिटे छ, त्यो सबै यसमा लेख्नु होला। हामीलाई बुझ्नमा अलि इजी हुन्छ। त्यसमा लेखे हाउस फर सेल, जनकपुर प्राइम लोकेसन। तपाईँ यहाँ आफ्नो कोअर्डिनेसन पनि दिँदा जस्तै हेर्न सक्नुहुन्छ यहाँ लेखिसकेको छु। फेस कति फिट छ भनेर फेस लेख्छौँ। फिटमा लेखिहालौँ। त्यसपछि के गर्नु 28 फिट फेस छ भनेर। त्यसपछि यहाँ हाम्रो जग्गाको जुन इमेज हुन्छ हैन, फोटो जुन हुन्छ त्यो जग्गाको फोटो यसमा हाल्नु होला। जस्तै म यहाँ एउटा आफ्नो जग्गाको अलि सिलेक्ट गरेर लेख्छु। अब यहाँ लास्टमा चाहिँ आफ्नो फुल नेम र इमेल एड्रेस र त्यसपछि आफ्नो नम्बर दिन नबिर्सिनु होला लास्टमा। त्यसपछि यो लिस्ट प्रपर्टीमा क्लिक गर्नुहोस्। लिस्ट प्रपर्टीमा क्लिक गर्न बित्तिकै 3 to 5 सेकेन्डको होल्ड हुन्छ हैन। त्यसपछि यहाँ आउँछ प्रपर्टी लिस्टेड सक्सेसफुली भनेर। अब यो भएपछि हामी डाइरेक्टली हामी मेसेज आएको हुन्छ हैन, इमेल आएको हुन्छ। अब त्यो इमेल थ्रु हामी त्यो फर्म भेरिफाई गर्छौँ हैन। यो रियल इस्टेटमा तपाईले जुन एप्लाई गर्नुभएको छ सेलमा त्यसको हामी चेक जाँच भेरिफिकेसन गर्छौँ हैन। भेरिफिकेसनलाई तपाईले कल गर्नेछौँ। कल गरेपछि मात्र कन्फर्म भएपछि हामी चाहिँ फेरि यसलाई पोस्ट गर्छौँ।
पोस्ट गरेपछि यो हाम्रो जुन बाई पेज छ, बाई पेजमा आउँछ। फ्रन्ट पेजमा चाहिँ फिचर्ड प्रपर्टी मात्र आउँछ होइन, जो अर्जेन्ट सेलमा छ भनेर। र बाई पेजमा जानुहुन्छ भने त्यहाँ लिस्ट भएको आइहाल्छ। हामी तपाईँलाई कन्ट्याक्ट गर्छ। सो कन्ट्याक्ट जुन एक्टिभ नम्बर छ त्यो नम्बर मात्र त्यसमा हाल्नु होला तपाईँ आफ्नो। यसै गरी आजको भिडियोमा यतिकै सिकाउनलाई आएको थिएँ होइन। अब त यो सेल कसरी गर्ने बुझिसक्नु भएको होला। त्यसै गरी हाम्रो फेसबुक, युट्युब, इन्स्टाग्राम, टिकटक सबैमा फलो गर्नु बिर्सिनु नहोला है। र यहाँ